अहिले मध्यपूर्वमा भइरहेको युद्धको कारण नेपालमा के कस्तो असर पर्छ र त्यस्तो असरहरूबाट बच्नको लागि अब बन्ने नेपाल सरकारले के गर्नुपर्छ? नम्बर 1, ऊर्जा सङ्कट। अहिले पेट्रोल र डिजलको भाउ बढी नै सकेको छ र चैत्र 3 देखि नेपाल सरकारले पेट्रोलमा 15 रुपियाँ बढी र डिजलमा 20 रुपियाँ बढी गरेर पेट्रोल र डिजलको भाउ बढिसकेको छ र आगामी दिनमा अझै बढ्ने आकलन गरिएको छ। यस्तो कन्टेक्स्टमा अब बन्ने नयाँ सरकारले एउटा प्राइस स्टेबलाइजेसन फन्ड क्रिएट गर्नुपर्छ, अर्थात् मूल्य स्थिरीकरण कोष, जसबाट नेपाल सरकारले नेपाली जनताहरूलाई हुने भारी मूल्यबाट नेपाल सरकारले जोगाउन सक्छ। नम्बर 2, वैदेशिक रोजगार। यो क्षेत्रमा अहिले नेपालमा 30 लाख भन्दा बढी नेपाली दाजुभाइ दिदीबहिनीहरू खाडी मुलुकमा हुनुहुन्छ, जस्तै साउदी अरेबिया, दुबई, कुवेत, र त्यहाँ अहिले उहाँहरूलाई एकदमै यो युद्धको कारणले गर्दा कि डरको माहौल छ र उहाँहरूलाई सकेसम्म चाँडो स्वदेशमा फर्काउनको लागि अब नेपाल सरकारले जुन एउटा विमान कम्पनीहरू छ, विमान कम्पनीहरूलाई स्ट्यान्ड बाई गरेर जुनै पनि बेला स्वदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई नेपालमा फर्काउनको लागि पहल गर्नुपर्छ। र यो सँगै नेपाल सरकारले WhatsApp एउटा ग्रुप बनाउन सकिन्छ, जसमा हाम्रो बाहिर रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई त्यहाँ राखेर उहाँहरूको अवस्थाहरू 24/7 अवलम्बन गर्नुपर्छ। नम्बर 3, नेपाल सरकारले यसलाई जोगाउनको लागि परराष्ट्र मन्त्रालयमा एउटा पावरफुल डेस्क गठन गर्नुपर्छ। त्यो पावरफुल डेस्कको नाम जे पनि राख्न सक्नुहुन्छ र त्यो डेस्कबाट तपाईहरूले बाहिर जुन हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उनीहरूको अवस्था 24/7 निगरानी गरेर उहाँहरूलाई के सहयोग चाहिन्छ त्योमा अनिवार्य रूपमा छिटोभन्दा छिटो सहकार्य गर्नको लागि एउटा उच्च स्तरीय टिम पनि गठन गर्नुपर्छ। नम्बर 4, पर्यटन क्षेत्र। अहिले मार्च महिना पर्यटकहरूको लागि पिक टाइम हो र अहिले भन्ने हो भने धेरैजना पर्यटनहरू ट्रेकिङको लागि नेपालमा आउने गर्छन्, तर अहिले भइरहेको युद्धको कारण तपाईले हेर्नुभयो भने ठम्यालमा पनि होटल अकुपेन्सी 90%बाट झरेर जम्मा 40%मा आएको छ। त्यसैले अब यसलाई तपाईहरूले रोक्नको लागि, पर्यटनहरू बढाउनको लागि सकेसम्म हाम्रो जुन पर्यटन विभाग छ, पर्यटन विभागले कसरी चाहिँ अब पर्यटकहरूलाई सुरक्षा दिने भन्ने कन्टेक्स्टमा अब छलफल गरेर एउटा राम्रो निष्कर्षमा आउनु जरुरी छ। नम्बर 5, खाद्य अवस्था। अहिले जुन हाम्रो ट्रान्जिट पोइन्टहरू युद्धको कारणले गर्दाखेरि बन्द छ, त्यसले गर्दाखेरि अब आउने दिनहरूमा खाद्यमा पनि सङ्कट आउन सक्छ। त्यसैले अब नेपालले चाइना एन्ड इन्डियाको सप्लाई चेनलाई कसरी अगाडि बढाउने भन्ने कुरामा अब विचार गर्ने बेला आइसकेको छ। नम्बर 6, आर्थिक स्थिति। नेपालको आम्दानीमा गिरावट आउन सक्ने अवस्था छ, किनभने अहिले जुन हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू खाडी मुलुकमा हुनुहुन्छ उहाँहरूले नेपालको जिडिपीमा 25% योगदान उहाँहरूले पुर्याइरहनु भएको अवस्थामा 80 अर्ब रेमिटेन्सबाट चाहिँ अब झर्ने आकलन हाम्रो विज्ञहरूले गरिरहनु भएको छ। यस्तो अवस्थामा अब जुन नेपाली दाजुभाइ दिदीबहिनीहरू स्वदेशमा फर्किसक्नु भएपछि उहाँहरूको लागि स्वरोजगारको व्यवस्था अबको नेपाल सरकारले गर्नुपर्छ। यसको लागि एउटा तपाईहरूले विशेष प्याकेज ल्याएर, स्पेशल प्याकेज ल्याएर उहाँहरूलाई श्रम दिनको लागि कृषि होस् अथवा कुनै पनि एउटा सानो उद्योगहरू होस् अथवा अन्य क्षेत्रमा उहाँहरूलाई एम्प्लोइमेन्टको अथवा रोजगारको अवस्था सृजना गरिदिनुपर्छ। यसो गरेमा पक्कै पनि नेपालको आर्थिक स्थितिमा स्थानान्तर हुने अवस्था पनि देखिन्छ। यदि नेपाल सरकारले अबको नेपाली जनताहरूले गरेको आशा नयाँ नेपाल सरकारप्रति हो, त्यसैले यी कुराहरू तपाईँले गरिदिनु भयो भने पक्कै पनि नेपाली जनताहरूले तपाईँलाई अझ विश्वास गर्नेछ र नेपालको आर्थिक स्थितिलाई पनि तपाईँहरूले जोगाउन सक्नुहुन्छ। जनहितमा जारी, अल अबाउट लज। नमस्ते।